Hello guys, welcome to my YouTube channel. अनि यो चाहिँ हाम्रो ट्रेनिङ ग्राउन्ड हो हैन. यहाँ चाहिँ यही हो हाम्रो ट्रेनिङ गर्ने ठाउँ. ओके. यहाँ चाहिँ क्रिकेटको लागि भनेर बन्दै छ. अनि सो आज चाहिँ मेरो साथी आउँदैछ. सो उसलाई पनि खेलाउँछु. अनि हेरौँ. ओके, उ आइसक्यो. सो म चाहिँ उसलाई अहिले बो हान्न सिकाइरहेको छु. सो फर्स्टमा चाहिँ यहाँ बो समाउन सिकाइरहेको छु. ल. अनि उसलाई बो हनाइसकेपछि म चाहिँ मेरो ट्रेनिङ गरिरहेको छु. हामी सबैजना छौँ अहिले हैन ट्रेनिङ गर्ने ठाउँमा. जुलुक अङ्कल चाहिँ आउनु भएको थियो हैन. सो देवी दिदीले बो राखिसक्नु भयो. उहाँ चाहिँ एकदमै छिट्टो हान्नुहुन्छ के. उहाँको चाहिँ टाइमिङ एकदमै राम्रो छ. अनि एरो पनि लिएर आइसक्यौँ है हामीले. हेलो गाइज, हाम्रो चाहिँ ट्रेनिङ सक्यो. अनि बोल्नै आएन के दाइ. हाम्रो चाहिँ ट्रेनिङ सक्यो. अहिले हामी घर जाँदैछ. अब कति म मात्र आर्चेरी खेल्नु हैन. त्यही भएर आज चाहिँ मैले साथीलाई पनि लिएर आएको छ. उसले पनि बो हान्यो. हामी अहिले पछि फेरि बेस्ट आर्चेरीमा जान्छौँ. गएर अनि उसलाई राम्रोसँग ट्रेनिङ गराउँछ. नबिने कस्तो लागिरहेछ आज यहाँ आएर? दामी. दाइ हजुरलाई बेहाल भइरहेछ. कस्तो चिल्लो भयो मेरो फेस त. यो मै हो है, त्यहाँ अर्को साइडबाट देख्ला नि मै हो. हामी चाहिँ एकदमै धेरै धुलो हुन्छ. त्यही भएर यहाँ पुग्नुपर्छ हैन. आजको ट्रेनिङ कस्तो भयो दाइ तपाईलाई? कस्तो लाग्यो? आज हावा चलेको है एकदमै डेन्जर. त्यही त. आज तर हावामा हो के ट्रेनिङ गर्ने मेन त. आज को हावाले हल्ला याद गरे? म त पहिलो हावा आजको हावाले जो चाहिँ हल्ल्याछ नि गेममा एकदम गाह्रो हुने होला. म त हावा नहुँदा हल्लिरहेको के भन्नु. मेरो त हावा नहुँदै मान्छे अब के खानु पर्यो. म त साह्रै कमजोर भयो दाइ. त्यो लोअर बडीको नि एक्सर्साइज गर्ने. हाम्रो अप्पर बडी छ. मलाई फिल हुन्न नि हावा चाहिँ. हुन्न. बसेपछि बस्या हल्लिँदैन क्या. हल्लिन्छ अनि मलाई चाहिँ फिल हुन्न. अनि त्यो हावा चल्ने म अरूलाई हेर्छु को हल्लिँदैछ. किनभने गेममा त्यो एकदम गाह्रो पर्छ. पोखरा फेरि डेन्जर हावा चल्छ. त्यो चाहिँ त्यही हो. अब हामी जहाँ चाहिँ छौँ. बाई बाई. ए हामी चाहिँ अहिले खाना जाँदैछौँ. कता हो त? यता हो यता. है एकदम घाम छ. खै कता हो? मैले बिर्सेँ त है बाटो त. ल नबिना धेरै अगाडि आयो क्या हो. यता चाहिँ होला. कहाँ हो? यस्तै भित्र यो 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 पुगेपछि खाने आज भिडै हुन्छ हौ. चिकनमा गरिदिउ कि केमा पाउँछ? बफमा पाउँदैन. बफमा नि हुन्छ. बफमा छ तिमी? बफमा गरिदिनु. आज चाहिँ हामीले चाइनिज खाना आएको थियौँ. अनि मैले चाहिँ यो बोनलेस चिकन मगाएको थियो. अनि नबिनाले चाहिँ यो नुडल्स. दुइटै एकदमै मिठो थियो. सो हजुर पनि ट्राई गर्नु होला है. यसको आएर त म त नबिना त साँच्चै काली भएछ नि त. के त बहिनीहरूले दिदी तपाईँ त यस्तो भयो भनेर त्यो पनि डराएको छ अरे भन्थ्यो. अब चाहिँ हामी बेस्ट आर्चेरी जाँदैछौँ धनु हान्नलाई. है ल बन्द हो क्या हो? बन्द हो र? हिँड न यहाँ बाटो बाइकहरू त कुदे ल. हामी बेस्ट आर्चेरी पनि आइपुग्यौँ. अनि यहाँ सरीकोदेखि चाहिँ यो मेरो फर्स्ट टाइम हो है यहाँनिर. खेल्नुभन्दा अगाडि चाहिँ आर्म गार्ड चेस्ट गार्डहरू लगाइदिँदै हुनुहुन्छ होइन. यो चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट. यो चाहिँ लगाउनै पर्छ खेल्नुभन्दा अगाडि. यो नलाइकन चाहिँ खेल्नु हुँदैन. यो चाहिँ सेफ्टीको लागि पनि हो. हाम्रो रेडी छन् है खेल्नलाई. आर्चरी चाहिँ उसको फर्स्ट टाइम हो. सो एक्साइटेड छ खेल्नलाई. अघि न मैले ग्राउन्डमा उसलाई बो हनाउने बेलामा चाहिँ त्यो हाम्रो बो चाहिँ एकदमै धेरै प्लस पाउन्डेज पनि धेरै हुन्छ होइन. वेट पनि हुन्छ. त्यो सो न्यू कमर्सहरूलाई हान्नलाई चाहिँ एकदमै गाह्रो हुन्छ कि. सो यहाँ चाहिँ सबै ट्रेनिङ बो हुन्छ. सो सिक्नलाई पनि सजिलो प्लस हान्नलाई पनि सजिलो हुन्छ यहाँ चाहिँ. इफ तपाईँहरू खेल्न चाहनुहुन्छ भने चाहिँ हजुर यहाँ आउन सक्नुहुन्छ होइन. यहाँ बेस्ट आर्चेरीमा
यो चाहिँ झम्सीखेल ललितपुरमा छ र पोखरामा पनि छ है। यो यहाँ चाहिँ सबै ट्रेनिङ भयो सो हजुरहरूलाई सिक्न पनि एकदमै सजिलो हुन्छ। सो हजुरले यहाँ आउन सक्नुहुन्छ है। सिकाइरहनु भएको सबै हाल्नु हेर्नुहोस् राइट भिडियो गर्दा हुन्छ हैन? ठिक छ ल। हजुरहरूको टिकटकमा राख्न मिल्छ? हुन्छ है। लिएर आएको भयो हुन्थ्यो तिम्रो पनि। बो लिएर आउनु बरु। छिटो फास्ट हामीले चाहिँ 1 घण्टाको प्र्याक्टिस लिएको थियो। सो इफ हजुरहरूलाई यो भिडियो मन पर्यो भने चाहिँ प्लिज डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब। सो आजलाई यति मात्र। बाई बाई।